नयाँ ठाउँ नौलो ठाउँमा आएको छ है। यता चाहिँ यस्तो फाँडै फाँड होइन ल यस्तो पुरै स्याउको यो स्याउको रुखहरू हो। यस्तो छ यसलाई घरहरू है फाँड छ। आज हामी त एकदम एउटा मार्केट गएको नयाँ मार्केट छ त्यो मार्केटबाट किनमेल गरेर अनि यसो घुमौँ भनेर आएको त हामी त यता कस्तो ठाउँमा आयो कि है। हामी त यो लुगो चाहिँ सब घुम्यो यार। लुगुसको सबै हामीले एउटा घुम्नेहरू कुना काप्चा सबै केही पनि छोडेन है। यस्तो छ यार। ओहो कस्तो कालो गिटी हो ढुङ्गा पनि। ओहो रेल आयो नि त रेलको बाटो आयो त हामी त यताबाट यहाँ तलबाट जाने यहाँ कहाँबाट यहाँबाट बाटो है यहाँबाट ओहो यस्तो ठाउँ छ हेर न पुरा रेलको बाटो यस्तो सिधै यस्तो छ। हामी त पार्कमा आएको छ यार। हेर न कस्तो ठाउँमा आयो हामी है। यहाँबाट चढ्ने होला क्या रेल। रेललाई पनि कस्तो पुल सानो पुल बनाइदियो यहाँबाट। पार्कमा आयो यार। यस्तो कहाँबाट कहाँ आइपुग्यो यार। ल हेर्न अचम्मै वाह कहिले फल्ने होला यहाँको खै हरियाली रुखहरू सबै मुन्टो मुन्टो बसिरहेछ। हजुर रोसी पार्छ होला यहाँनिर। खै रोसी अहिले एकछिन पार्दैछ होला अहिले गनाउँछ क्या रसी उतारेपछि। स्याउको बनाउँछ स्याउको रक्सी बनाउँछ यहाँ 20 रुपियाँ 30 रुपियाँ लिन्छ अरे कति महँगो बोतलको। आहा यस्तो नाङ्गे रुखहरू हेर्न केही पातसात केही छैन यार। यस्तो छ हेर न है गाइस। ल हामी यस्तो छ है कहाँबाट कहाँ हामी घुमफिर गरेर आयो है। मेरो साथी उहाँ एउटा साथी छ उता पछाडि हामी यस्तै आएको छ है। ल ओके बाई ल।